हस्टलको उनीहरूको अधिकार खारेज गरिदिनु भोलि हटाएन भने। र आजदेखि कसैको अनुहार नहेरिकन सडक पेटीमा राखेका वस्तुहरू खाली गराइनेछ। सडक पेटीलाई सुरक्षित यात्रु हिँड्न सक्ने सडक पेटी बनाइनेछ। बुधबार बुटवलमा डोजर चलेको छ। बुटवल उपमहानगरपालिकाले केही दिनदेखि पैदल यात्रुलाई हिँडडुल गर्न समेत नमिल्ने गरी सडक पेटीमै जथाभावी व्यापार व्यवसाय गरिरहेका र फुटपाथमा बनेका अतिक्रमित संरचना हटाउन भन्दै माइकिङ गरी सूचना गरिरहेको थियो। तर पटक पटक सूचना गर्दा समेत अटेर गरेपछि आज बुधबार बुटवल उपमहानगरपालिकाले ती अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ भने पैदल यात्रुलाई हिँडडुल गर्न समेत नमिल्ने गरी सडक पेटीमै जथाभावी बिक्रीका लागि राखिएका सामान र केही मोटरसाइकल उपमहानगरपालिकाले उठाएर लगेको छ। हामीले 4 दिन पहिलेदेखि सूचना निरन्तर गरिराख्दाखेरि पनि बुटवल उपमहानगरपालिकाको बजार व्यवस्थापनको विशेष अभियानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे आफै उपस्थित भएका थिए। त्यस्तै उपप्रमुख सावित्रा देवी हरियाल, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्मा, बुटवल नगर प्रहरी प्रमुख जयेश्वर पाण्डे र विभिन्न सङ्घ संस्था व्यवसायहरूको उपस्थिति रहेको थियो। पहिले नै सर्वसाधारणलाई फुटपाथबाट व्यापार हटाउन जानकारी दिएको थियो। माइकिङ गरी सूचना जारी गरिसकेपछि पनि नमानेपछि ती अतिक्रमित संरचना हटाउन डोजर चलाइएको नगर प्रमुख खेलराज पाण्डेको भनाइरहेको थियो। अतिक्रमित संरचना र पैदल यात्रुलाई हिँडडुल गर्न नमिल्ने गरी सडक पेटीमै जथाभावी व्यापार व्यवसाय गर्दा शहरको सौन्दर्यमा समेत नकारात्मक असर परिरहेको उहाँको भनाइरहेको थियो। पहिलो चरणमा ठेला, फुटपाथ र अतिक्रमित संरचना हटाइनेछ। त्यस्तै दोस्रो चरणमा सडकमा छाडा छाडिएका चौपाया व्यवस्थापन गर्ने योजना रहेको उपप्रमुख सावित्रा देवी हरियालको भनाइरहेको थियो। यसले बजार क्षेत्र व्यवस्थित, सुरक्षित र आकर्षक सहर बनाउन सहयोग पुग्ने उहाँको भनाइरहेको थियो। आजदेखि बुटवल उपमहानगरपालिकाले सडक पेटी खाली गराउने, सडक पेटीमा राखेका विभिन्न सामानहरू हटाउने काममा हामी लागेका छौँ। तपाईँहरूले भुड्की चोकमा देख्नुभयो, त्यहाँको घरवालाले अगाडि हाइवे 82 फुटमा सेफ्टी ट्याङ्की बनाएका रहेछन्। बल्ल थाहा भयो, यस्तोसम्म मन परी चलेको रहेछ। र आजदेखि कसैको अनुहार नहेरिकन सडक पेटीमा राखेका वस्तुहरू खाली गराइनेछ। सडक पेटीलाई सुरक्षित यात्रु हिँड्न सक्ने सडक पेटी बनाइनेछ। यसका लागि कसैको अनुहार हेरिने छैन। कडाइका साथ यो काम गरिनेछ र यसमा सबै बुटवलवासीको पूर्ण सहयोग पाउने मैले आशा राखेको छु। र यी समातिएका सामान फोन गर्ने, छुटाउन आउने, दुःख दिने